आदरणीय साथीभाइहरू, अहिले नेपाल सरकारले चाहिँ सुकुम्बासीहरूको समस्या समाधान गर्न ठुलो निर्णय, बोल्ड डिसिजन, एकदम छातीमाथि ढुङ्गा राखेर डिसिजन गरिरहेको छ। सुकुम्बासीहरूको जति पनि हुनुहुन्छ उहाँहरूको घर टहराहरू अहिले भत्काउने कार्यहरू भइरहेको छ। जे सुकै भए पनि त्यहाँ सक्कली सुकुम्बासी पनि हुनुहुन्छ, नक्कली सुकुम्बासी पनि हुनुहुन्छ। जे जस्तै भए पनि उहाँहरू हाम्रो दाजुभाइ, नेपाली दाजुभाइ नै हुनुहुन्छ। हो, उहाँहरूलाई यसपालि यो सरकारले राम्रो व्यवस्था गरिदिनु हुनेछ। जुन सक्कली सुकुम्बासीहरूको पहिचान गरी उहाँलाई सही ठाउँमा, एउटा राम्रो ठाउँमा व्यवस्था गरिदिनु हुनेछ। यस्तो गर्नुभयो भने नेपाल सरकारलाई ठुलो धन्यवाद जान्छ। हाम्रो देशमा सरकार छ जुन चाहिँ एकदमै सक्षम सरकार छ भन्ने हामीलाई महसुस हुनेछ, सारा नेपालीलाई। आज के भन्न चाहन्छु भने यस्तो अवस्थामा यो अचानक नभनौँ, अब धेरै समयदेखि अब के होला भन्ने कुरा भइरहेको थियो। अहिले आएर सरकारले यो बोल्ड डिसिजन गरेर जुन हटाउने कार्य, सुकुम्बासीहरूलाई हटाउने कार्य भइरहेको छ, यो नराम्रो भन्न खोजेको होइन, राम्रो हो। तर नेपाल सरकार एउटा अभिभावकको रूपमा पनि प्रस्तुत हुनुहुन्छ भन्ने एक दिन हामीले आशा गर्न सक्छौँ। यदि उहाँहरूले सक्कली सुकुम्बासी छानेर उहाँहरूलाई व्यवस्थित रूपले राख्नुभयो भने त जय जयकार नै हुनेछ होइन। अब उहाँहरूले राख्नु हुनेछ भने ठुलो आश पनि गरेका छौँ। सबैभन्दा हामी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने चाहे सुकुम्बासी होस् चाहे हुकुम्बासी होस्, उहाँहरू हामी नेपालीहरू नै हुनुहुन्छ। कसैको दाजुबहिनी होला, कोही बच्चाहरू, सानो बहिनीहरू होला, बुनुहरू होला होइन। अनि कति त अब हुकुम्बासी गर्नुभएको छ, उहाँहरूलाई त अब के भन्नु होइन। उहाँहरूले पनि अब बुद्धि पुर्याएर कसरी हुन्छ त्यसलाई सरकारलाई साथ सपोर्ट दिनुहोस् होला। नहुनेले त अब जो सक्कली सुकुम्बासी हुनुहुन्छ उहाँहरूलाई त अब ठुलै चोट परेको छ होइन। अब जे भयो भने हाम्रो दाजुभाइ दिदीबहिनी हुनुहुन्छ र हाम्रो साथीभाइहरू सम्पूर्ण दाजुभाइ नेपालीहरू मिलेर होइन उहाँहरूको जुन दुःखमा रमितै भएर बस्नुभन्दा हामीले पनि यदि सक्छौँ भने हाम्रो युवाहरू हुनुहुन्छ, अलिक अग्रज दाजुहरू पनि हुनुहुन्छ, अङ्कलहरू हुनुहुन्छ, आन्टीहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ एकदम ठिक्क पर्यो भनेर कुचिङ मच्याउनु भन्दा उहाँहरूलाई यसो घर सर्न, सामान सार्नको लागि हामीले यदि इच्छा छ भने सहयोग गरेर पनि एउटा नेपालीपन होइन, हामी छौँ है। तपाईँहरूलाई समस्या पऱ्यो भने पनि अब गलत गर्नेले गरिहाल्नु, सही गर्नेलाई सही जो अब वास्तविकमै गरिब हुनुहुन्थ्यो उहाँहरूको लागि त ठुलो चोट पीडा हो। यो हामीले बिर्सनु हुँदैन। आज अरूको ठाउँमा हामी हाँसेका छौँ, भोलि हाम्रो परिवारमा हुनसक्छ त्यो घटना होइन। त्यही भएर एकदम बुझौँ होइन। नेपाल सरकारसँग टन्नै जग्गा जमिन छ। आजभन्दा 20-25-30 वर्ष अगाडि पनि यो तपाईँहरू बसिरहेको घर पनि नेपाल सरकारकै थियो। त्यो बेलामा नेपाल सरकारले तपाईँलाई जग्गा जमिन दिनुभयो। आज तपाईँ सक्कली लाल पूर्जा लिएर बस्नुभएको छ। उहाँहरू अलिक पछि बस्नुभयो त्यो खाली ठाउँहरूमा, त्यो उहाँहरूको गल्ती भयो, त्यसलाई हामीले मान्नुपर्छ। मलाई त्यस्तो लाग्छ। तपाईँहरूलाई के लाग्छ होइन? हामी त्यसरी अर्काको दुःखमा चाहिँ हाँसेर रमिलो भएर नबसौँ भन्न चाहन्छु। मिल्छ भने तपाईँहरू हामीहरू मिलेर उहाँलाई एटलिस्ट सामान सार्न सघाइदिन सक्छौँ। या त त्यहाँ जोखिममा पर्नुभएको कति रुवावासी छ, तपाईँले भिडियोमा हेर्नु भइरहेको छ होला, सानो सानो बच्चाहरू आफ्नो कपी कलमहरू भत्काइसकेको घरबाट बटुल्दै गरेको देख्दाखेरि एक किसिमले मन पनि रुयो होइन। अब हो, सरकार सही छ तर जनता गलत छ पनि भन्न मिल्दैन। आज अरूको ठाउँमा हाँस्दैछौँ, भोलि तपाईँकोमा पनि पर्न सक्छ, मेरोमा पनि पर्न सक्छ। त्यही भएर कति सकिन्छ गएर सहयोग गरिदिनुहोस् भन्ने मेरो चाहिँ सोच आयो। त्यही भएर आज भिडियो बनाएको छु। तपाईँलाई के लाग्छ होइन? अब यसमा के सही ठिक लाग्छ तपाईँहरूको नि राय दिनुहोस् होला।